हेलो गाइज, सन्जु ब्लगमा आज थुक्पा लिएर आइसकेको छौँ फेरि पनि। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। अन्त म पनि सन्चै चाहिँ छु। अन्त यो अर्ग्यानिक थुक्पा हो। यो चाहिँ गाँजाको थुक्पा भन्छ यहाँ। सुताङ अर्ग्यानिकबाट ल्याएको अर्ग्यानिक थुक्पा र पोरक मिट हामी खान लागिरहेछौँ है। खानालाई रेडी बनेर सुप लाउनलाई तयारी गर्दैछौँ। अन्त जुस पनि अर्ग्यानिक हो है। यो चाहिँ सिमलको जुस भन्छ नि, तपाईँहरूलाई थाहा छ कि छैन। हाम्रो अर्ग्यानिक जुस अनि अर्ग्यानिक मिट, अर्ग्यानिक थुक्पा आज खानालाई हामी रेडी गरिरहेछौँ। तातो, ओ माई गॉड, जाडोमा एकदम तातो तातो सुप ककलाई मन पर्छ होला। गाजरहरू पनि लगाइदेऊ है। यहाँनिर के खानुहुन्छ ल दिन्ला मम्सलाई। यो बुवालाई लगाइदिनु ल। यता चाहिँ आज चाहिँ हाम्रो बुवा आमाहरू आउनु भएको छ माबो हिमबाट गुम्बाको हिममा। मोमो पनि छ। आहो, आज हाम्रो धराने मोमो पनि छ है। स्पेसल आमाहरूको लागि धराने मोमो पनि सिकौँ ल। बुवा राख्नु न मोबाइल तपाईँको चाहिँ फेरि बिम्ला भएन त। लिनुहोस् लिनुहोस्, म लगाइदिन्छु अहिले माथिबाट। मुहाङलाई दिँदा हुन्छ, जसलाई दिँदा हुन्छ। ए यता आइजानु त। यता पनि छ। गाजरहरू लगाला दिदी। लु यो हजुरको लागि अलिक सुप लाउँछु ल। अलिक ल्याउँछु है। अथवा तातो छ क्या हो। रन्ठा ताप्दैछ है सिधा। नहल्ला खिच्नुलाई सिकौँ। लेमन निचोर्ने ल्याउँ कि त्यसले बिम्ला भेनालाई अब कसको लागि अब बुवा खानु न भरे मन लागिन्छ तपाईँ। बुवा छोड्नु न, राख्नु। यो पनि कसैले खानुहुन्छ भने लाएर खानुहोस् ल। केराउको प्याज एभ्रीबडी। ए प्याज पनि लाउनु पर्छ नि, प्याज अधुरो हुन्छ। अर्ग्यानिक अर्ग्यानिक सुप, अर्ग्यानिक जुस चाहिँ यो चाहिँ सिमलको जुस। हाम्रो चुलाचुली कमल तेल्टीमारीबाट स्टुडेन्टको मम्मीले पठाइदिनु भयो। हाम्रो रिलेटिभ पनि पढ्नुहुन्छ है। यो मिमलाई एउटा सोल्टिनी मुहाङजीलाई, त्यो एउटा चाहिँ मि। अब यता सिकौँ स्पेसल मोमो। यता यो चाहिँ ओ है धराने मोमो। यहाँ हाम्रो बुवालाई फर्स्ट टाइम टेस्टको लागि बोलाएको छु आज। यो चाहिँ सन्जुले बनाएको थुक्पा र हाम्रो गगनमान श्रेष्ठ सरले बनाउनु भएको रेसिपीको मोमो। यो चाहिँ सन्जुमा अब रेसिपीको थुक्पा मोमो रहेछ ल। आज यो सन्जुको घरमा मोबाइल मोमो सोल्टिनी बस्न। अब एकछिन के छ बुवालाई जुस। बिमला बुवाले लेमन खान्छ स्प्राइट खान्छ के मन पराउँछ? लेमन स्प्राइट ए हो। अर्को त्यो लेमनवाला स्प्राइट पनि छ। नुनहरू लगाएछ? मिठो छ कि? मजाले यस्तो यस्तो गरेर खानुपर्छ क्या। दुइटा हातले कोही 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 चलाएर। आमाले पनि यसरी अलिक सजिलो गरेर त्यो बरु किशोर भनिदिनुहोस् न थोरै मेरो भ्लगमा। थुक्पा कस्तो छ? के मोमो छ, थुक्पा छ, के छ भने? मोमो हजुर होइन, मोमो मोमो धराने मोमो हो यो।
बालविश्रामबाट चाहिँ बनेको अहिले हजुर। सन्जुको कस्टमरबाट बनेको मोमो अब यहाँ हामीले खाइयो एकदम दामी बनाएको रहेछ। हजुर अनि त्यसमा अनलाइन थुक्पा चाहिँ रङ्गिन बिरङ्गी सुँगुरको मासु। अर्ग्यानिक थुक्पा हो क्या बुवा यो चाहिँ के को भने नि यो चाहिँ एकदम अर्ग्यानिक थुक्पा गाँजाको थुक्पा हो के मैदा होइन होइन नि मैदाको थुक्पा हामी खाँदैनौँ नि त त्यही भएर यस्तो स्लिम स्लिम भएको हो क्या उहाँहरू चाहिँ मेरो बुवा र आमा हुनुहुन्छ गाइजहरू अब थुक्पा खानु हुँदैछ भनिदिनुहोस् त तपाईँ पनि आमा थुक्पा कस्तो रह्यो थुक्पा एकदम मिठो रहेछ साइदी छोरी मोमो कस्तो छ धराने मोमो त्यो पनि भनिदिनुहोस् धराने मोमो पनि एकदम पोर्क मोमो मिठो पोर्क थुक्पा एकदम मिठो कौशला दिदीले पनि एउटा सानो कस्तो आज मेरो बुहारीको यस्तो दामी चिकन थुक्पा बनाएर मलाई दिनुभएको छ एकदम मिठो यम्मी यम्मी म चाहिँ सर्वप्रथम चाहिँ सन्जु भ्लगमा सन्जु माबुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। ओ हेलो एक्सक्युज मी आज सन्जु सन्जु मेरो भाबी हो मेरो एउटा अब भाउजू अनि हामी चाहिँ साथी यत्तिकै छौँ हाम्रो चाहिँ सम्बन्ध। अनि यहाँ हेर्नुहोस् गाइजहरू आज गाँजाको थुक्पा पोर्क थुक्पा एकदम स्पेसल मिठो बनाउनु भएको छ अनि मैले चाहिँ मजाले स्वाद लिएर लिँदैछु एकदम फ्यान्टास्टिक मिठो है। अब फेरि अर्को नेक्स्टमा पनि भन्ने छु अर्को नेक्स्टमा चाहिँ हामी अर्कै आइटम चाख्नेछौँ। ओके बाई बाई गरिदिनु न त भन्नुभएको उहाँले चाहिँ यो केही नदिनु हुने अरे हल्का लजाउनुहुन्छ क्या फेरि उहाँ चाहिँ गाइज हेलो भनिदिनुहोस् त धेरै थुक्पा र धेरै मोमोको बारेमा धेरै धेरै धन्यवाद मेरो दिदी सन्जु दिदी होइन आज थुक्पा चाहिँ यस्तो टेस्टी होइन सायद धरानमा यो थुक्पा चाहिँ पाउँदैन पनि होला यति मिठो चाहिँ म आफै थुक्पा बनाउँछु त्यही पनि म कहिले पनि खाँदा अलिक अब यो जति मिठो नभएर यहीँ थुक्पा खानु आउँछु कहिले पनि एकदम मिठो छ होइन ओके सुँगुरको मासु पनि त्यति मजाले यस्तो मिठो छ यस्तो राम्रो फ्राई गर्नुभएको छ है त्यस्तो मिठो छ यस्तो मिठो छ कि होइन गाइजहरू हेर्नुहोस् हाम्रो सन्जु दिदीले एकदम मिठो मिठो अर्ग्यानिक थुक्पा सुप हेर्नुहोस् सुप पनि कस्तो मिठो बनाउनु भएको रहेछ वाउ एकदम जाडोमा तातो तातो एकदम पिरो पिरो खर्सानीहरू एकदम ओके धन्यवाद दिदी बाई बाई। ओ माई गड अब मेरो मैले पनि टेस्ट गर्नु पर्यो नि त आफैले बनाएर है गाइज ल अब म पनि ट्राई गर्दैछु अब आफ्नो अर्ग्यानिक खान त मैले चाहिँ धेरैचोटि खाइरहेकै हो अब ल्याएर गाँजाको थुक्पा तैपनि अब सबै यहाँ फ्यामिलीसँग खानुको आनन्द र मजा पनि त अलिक अब फाल्टै आउँछ नि त है त्यसैले खाँदैछु। अब गाइज म चाहिँ अर्ग्यानिक थुक्पा अब मैले धराने मोमोको बारेमा त धेरैचोटि भनिसकेको छु धेरै टेस्टी छ भनेर तपाईँहरू पनि खान मन लाग्यो भने आउनुहोस् धराने मोमो खानलाई लेखनाथको अब पूर्व जाने बाटोमै पर्छ। अलिकति लेमन त लाउनै पर्यो फेरि लेमन लाएन भने त थुक्पाको स्वादै आउँदैन है। ठिकै रहेछ हौ त्यस्तो वाउ पनि छैन अब त होइन मिठो त मिठो ठिकै मिठो रहेछ यति किनेर खाँदा 500 तिर्नुपर्छ धेरै है सोच्दै थुक्पा गाजर थुक्पा दिन्छ त मैदाको ल गाइजहरू मेरो भ्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई ल ओके बाई बाई।